तेरो बडी त पहिलाको भन्दा खतरा भएछ, बबाल भएछ, केही टिप देऊ न भनेर साथीको मेसेज आउँछ आज। हेर साथी, टिप त म के नै दिन सक्छु र। फर्स्टमा त जिम जान सुरु गर। सुरुमा त गाह्रो हुन्छ, त्यो नर्मल कुरा हो। कुनै पनि काम गर्नुलाई सही टाइमको वेट गर्नुभन्दा त्यो कामलाई सुरु गर्नु नै इम्पोर्टेन्ट हो। सुरुमा त जिम जान जोस आउँछ, बट बिस्तारै सुरु गर्नुपर्छ। पहिलो दिनमै हेभी वेट उठाउनु खोज्नु हुँदैन। र अर्को कुरा, सबैभन्दा पहिला आफ्नो फर्म र टेक्निक सही बनाउनु पर्छ। गलत तरिकाले एक्सर्साइज गर्दा आफूलाई इन्जर्ड पनि हुन्छ, त्यसैले सही फर्ममा वर्कआउट गर्नुपर्छ। सबैभन्दा पहिला त कन्सिस्टेन्ट बन। प्रोग्रेस एकदमै स्लो हुन्छ। 4-5 महिना रेगुलर गर्यो भने रिजल्ट आफै देखिन्छ। मेन कुरा डाइटमा ध्यान दिनुपर्छ। जति घन्टा तिमी आफ्नो बडीलाई जिममा दौड्छौ त्यति नै इम्पोर्टेन्ट प्रोटिनको र रेस्टको जरुरत हुन्छ। र जिममा कहिले पनि अरूसँग कम्पेयर गर्नु हुँदैन। तिमी आफैसँग कम्पेयर गर। फिटनेस भनेको कुनै पनि खेलको रेस होइन, यो एउटा जर्नी हो।